यहाँ माथि यस्तो बाटो छ होइन, मुनि ट्रेन गइरहेको क्या यहाँ। भनेपछि नै विश्वास नलाग्ने खालको छ के, यत्रो बाटो छ नि यो होइन। अब यहाँ ट्रेन जानको लागि यहाँबाट हुँदैछ हेर्नु ल, यो घर हो होइन, यसबाट अन्डरग्राउन्ड ट्रेन छ कि ट्याक्कै यो मुनि बाटो छ कि। यसबाट यहाँ तल झऱ्यो, यो पुरै तल झर्ने, यो अन्डरग्राउन्ड हो। हेर्नु यो मुनि गइरहेको छु है, माथि हाइवे थियो नि, माथि हाइवे छ। अब हिँड्न सक्ने मान्छे भर्याङबाट होइन, अनि हिँड्न नसक्ने मान्छे हुन्छ नि कुनै कुनै बुढाहरू, ती मान्छेहरू आउनुको लागि लिफ्टको व्यवस्था छ नि। लिफ्टबाट हो म लगभग 2 तला तल झरेँ म, 2 तला तल अन्डरग्राउन्डमा छु क्या त्यति बेला। अनि यहाँ आइसकेपछि हेर्नु माथि हाइवे छ, ठुलो घर छ, बिल्डिङ छन्। अनि टक्क आएपछि यहाँ मुनि हेर्नु ट्रेन आउँछ अहिले एकैछिनपछि। ल यस्तो छ हेर्ने, कहिले बनायो होला कि यस्तो यो। ल टक्कै काट्छु है म त्यसरी है। अब हेर्नु है, यो ट्रेन हिँड्ने बाटो अन्डरग्राउन्ड मुनि माथि पुऱ्याएको सिधै माथि चाहिँ रोड छ। अब यो एकछिनपछि ट्रेन आउँछ, ट्रेन आएको पनि भिडियो बनाउँछु ल। यो पारिको लाइन, वारीको लाइन, यहाँ माथि चाहिँ बाटो छ, गाडी हिँडिरहेको।